ल आज हामी थर्मोडाइनामिक्स स्टार्ट गर्दैछौँ। थर्मोडाइनामिक्समा हामीले प्रथम कुरा के पढ्छौँ भन्दाखेरि वाइ सिपी इज ग्रेटर देन सिबी। सिपी चाहिँ सिबी भन्दा कसरी ग्रेटर छ भन्दाखेरि ल अब आज हामीले थर्मोडाइनामिक्स सुरु गऱ्यौँ हैन। यसमा चाहिँ सिपीमा चाहिँ के हुन्छ, सिपी इक्वल टु हामीले के भनेर पढेको थियौँ, सिपी भनेको एट हो एनएसटीएनटी कन्स्ट्यान्ट प्रेसर। सिभी भनेको एट कन्स्ट्यान्ट युएमई भोल्युम, कन्स्ट्यान्ट भोल्युममा। अब हाम्रो फर्स्ट ल अफ थर्मोडाइनामिक्स, फर्स्ट ल अफ डाइनामिक्सले के भन्छ भन्दाखेरि डिक्यू इक्वल टु डियु प्लस डिडब्लु भन्छ हैन। डिक्यू भनेको हिट इनर्जी हैन, डियु भनेको इन्टरनल इनर्जी हैन, अनि डिडब्लु भनेको यसलाई वर्क डन भनिन्छ, वर्क डन। डिडब्लु अर्को चाहिँ वर्क डन भनेको के हो, पिडिभी हो कि हैन, हो हैन। अब एट CONSTANT कन्स्ट्यान्ट प्रेसर, एट कन्स्ट्यान्ट प्रेसरमा के हुन्छ भन्दाखेरि डिक्यू इक्वल टु डियु प्लस पिडिभी हो, डिडब्लु भनेको हो कि हैन, हो नि हैन। अनि डियु यता चाहिँ डिक्यू जस्ताको त्यस्तै, प्लस कन्स्ट्यान्ट प्रेसर भनेको पिडिभीलाई के भयो, यो चाहिँ 0 भयो। कन्स्ट्यान्ट प्रेसर भएपछि, एउटा कन्स्ट्यान्ट भएपछि यो इन्टु 0 इन्टु डिभी भएपछि सबै 0 भयो कि भएन कन्स्ट्यान्ट प्रेसरमा। ए सरी एट कन्स्ट्यान्ट भोल्युम हो यो त, एट कन्स्ट्यान्ट भोल्युम। यो हामीले डेरिभेटिभ गर्ने बेला चाहिँ यो भोल्युमकोलाई चाहिँ गर्छौँ डेरिभेटिभ गर्ने बेला कन्स्ट्यान्ट चिजको चाहिँ के हुन्छ, डेरिभेटिभ जहिले पनि 0 हुन्छ। 0 इन्टु डेरिभेटिभ गरेपछि 0 हुन्छ। अनि डिक्यू भनेको के भयो, डियु भयो। एट कन्स्ट्यान्ट भोल्युममा कन्स्ट्यान्ट भोल्युम भनेको के हो, एनसिभिडिटी हो। डियु भनेको एउटा इक्वेसन आयो, यो आयो। एट कन्स्ट्यान्ट प्रेसरमा के हुन्छ नि, एट कन्स्ट्यान्ट एनपिआरइएसएसयुआरई प्रेसर, एट कन्स्ट्यान्ट प्रेसरमा के हुन्छ भन्दाखेरि हाम्रो डिक्यू इक्वल टु डियु प्लस डिडब्लु हुन्छ। डिक्यू इक्वल टु डियु प्लस डिडब्लु भयो। डिडब्लु भनेको के भयो, पिडिभी भयो। पिडिभी एट कन्स्ट्यान्ट प्रेसरमा अब प्रेसर त अगाडि छ, यसको अगाडिको डेरिभेटिभ गर्न मिलेन, त्यसैले एट कन्स्ट्यान्ट प्रेसर छ। कन्स्ट्यान्ट प्रेसर एनसिपिडिटी भयो इक्वल टु डियु भयो इक्वल टु प्लस के छ, पिडिभी भयो कि भएन। अब के भन्छ फेरि, एनसिपिडिटी डियुको भ्यालु चाहिँ यहाँ दिएको छ भनेपछि के भयो, यता चाहिँ एनसिपिडिटी राख्ने प्लस पिडिभी राख्यो कि राखेन। अब अब यो चाहिँ ठुलो भयो, यो चाहिँ यिनी दुईटा जोडेर बल्ल यो बराबर भयो भनेपछि सिपी इज ग्रेटर देन सिभी भयो। बुझ्नुभयो त? ल एकचोटि सर एकचोटि हेरिदिनुहोस् त ल। अनि यसको डेरिभेसन पनि म एकैछिनमा सिकाइहालेँ है। ल यसको डेरिभेसन चाहिँ हामीले यहाँसम्म गऱ्यौँ हैन। अब हामीले के गर्नु पर्यो, पिभी इक्वल टु एनआरटी ले अब यसलाई डेरिभेटिभ गर्ने, पिडिभी अपन डिटी गर्ने, यसलाई चाहिँ एनआरटीलाई पनि डिटी गरिदिने, डेरिभेटिभ गर्ने। पिडिभी अपन डिटी भयो
इक्वल टु यो एनआर भनेको के भयो हाम्रो कन्स्टेन्ट भयो। कन्स्टेन्ट चाहिँ अगाडि आयो, डिटी अपन डिटी भयो कि भएन? भयो। अब हामीले यो आएको इक्वेसनलाई चाहिँ हामीले पिडिबी यो पिडिबी आएको ठाउँलाई चाहिँ एनआरडिटी हाल्ने। ल यसलाई चाहिँ यस्तै काटेको जस्तो मात्रै गर्ने तर नकाट्ने है। यो चाहिँ 1 भनेको है, यो र यो कटेको जस्तो हो है। अब ठ्याक्क भ्यालु हालिदिने। अब डिक्यू इक्वल टु डियु प्लस डिडब्ल्यू मा ट्याक्क भ्यालु हालिदिने। डिडब्ल्यू भनेको पिडिबी हो, पिडिबी भनेको त्यहाँ भ्यालु आयो डियु भनेको के छ एनसिबिडिटी छ, एनसिबिडिटी छ इक्वल टु डिक्यू भनेको के छ एनसिपिडिटी छ हैन। अब एनसिपिडिटी माइनस एनसिबिडिटी इक्वल टु पिडिबी भनेको के छ एनआरडिटी छ, हो कि हैन? हो। अब सबैबाट डिटी 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 सबैबाट कमन ल्याउने। अब के छ एन कमन ल्याउने, एन कमन आयो, डिटी कमन आयो हैन। अब सिपी माइनस सिबी भयो कि भएन? सिपी माइनस सिबी भयो। ल सिपी माइनस सिबी भयो हैन। अब यता चाहिँ के छ डिटी पनि कमन आएको, आर छ, यहाँ एन डिटी कमन आयो, कमन आएकोलाई चाहिँ काट्दिने। अब के भयो यहाँ बचेको सिपी माइनस सिबी इक्वल टु आर। यो भनेको के भयो मेयर्स फर्मुला। मेयर्स फर्मुला कस्तो लाग्यो त? सजिलो लाग्यो भने सजिलो लाग्यो भनिदिनुहोस् है त। ल सर एकचोटि हेरिदिनुहोस् सजिलो तरिकाले, ल मजाले पढ्नुहोस्।